सबैजनालाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। सो आज चाहिँ मेरो हस्बेन्डको बर्थडे हो। सो म आज बर्थडेको लागि केही सरप्राइज गर्न गइरहेको छु। अहिले चाहिँ म आइसकेको छु। मेरो बुढालाई के गिफ्ट दिउँ भनेर हेरिरहेको छु, के दिउँ भनेर दिमागमा। म चाहिँ गर्दैछु बर्थडेको तयारी, रुम सफा गर्दैछु अनि तयारीमा लागेर यतिको बनाइसकेँ। अब चाहिँ सामानहरू हेर्दैछु के ल्याएछु, केही त छुटेन नि भनेर हेर्दैछु। अब चाहिँ म तयारी गर्न लागिसकेँ। मेरो चाहिँ हस्बेन्डले अहिलेसम्म बर्थडे मनाउनु भएको छैन, केक पनि काट्नु भएको छैन क्या। अनि सो मलाई रहर लागेर एउटा केक चाहिँ काटिदिउँ न त, अरू त गर्न सकिँदैन, एउटा केक चाहिँ काटिदिउँ भनेर रहर लागेर मैले चाहिँ सरप्राइज दिन लगाएको। उहाँ चाहिँ अहिले ड्युटीमा हुनुहुन्छ, भरे 10 बजे 10:30 बजेतिर मात्रै आउनुहुन्छ। सानोतिनो मात्रै सरप्राइज दिनलाई पनि गाह्रै हुँदो रहेछ। सबै थोक एक्लै गर्नुपर्छ, सरसफाइदेखि लिएर सबै थोक तयारी एक्लै गर्नुपर्छ। गाह्रै हुँदो रहेछ। गाह्रो भए पनि मनमा रहर भयो भने, रहर जाग्यो भने गरिँदो रहेछ क्या। जति नै दिनभरिको कामले थाकेर आए पनि होइन, आफ्नो मायाको लागि यतिको गरिँदो रहेछ। बुढोलाई सरप्राइज दिनलाई गलेको छ शरीर, तर मन गलेको छैन क्या। भनिन्छ इच्छा जाँगर भएपछि मन गल्दैन अरे क्या, शरीर गले तापनि मन चाहिँ गल्दैन अरे। सो मैले चाहिँ सबै तयारी गरिसकेको छु। अब हेरौँ है बुढोको रिएक्सन। सो म पनि रेडी भइसकेको छु र म हेर्दैछु कतिखेर आउनुहुन्छ र भनेर बाहिरभित्र गरिरहेको छु। सो फाइनली आइपुगिसक्नु भएको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ उहाँको रिएक्सन। मैले चाहिँ यो सरप्राइज दिन पाएँ, आज लक राम्रो भएर हो कि के भएर हो। अरू बेला चाहिँ म 10 बजेतिर रुम आउँथेँ छुट्टी भएर, आज चाहिँ म 8 बजे आएको थिएँ। सो यतिको तयारी गर्न पाएँ। उहाँ धेरै एक्साइटेड हुनुहुन्थ्यो, खुसी हुनुहुन्थ्यो क्या। कहिले पनि यसरी केक काटेको थिएन अनि आज चाहिँ धेरै खुसी हुनुहुन्थ्यो। त्यो खुसी देखेर म कति खुसी भएँ होला झन्। अब भिडियोमा देखेर चाहिँ लु भाइले त गम केक खान पो थाले त हो भनेर नभन्नु होला है, नसोचिदिनु होला त्यस्तो। दिनभरि काम गरेर भोकाएर गलेर आउनुभएको हुन्छ अनि त्यही भएर खानुभएको उहाँले चाहिँ काटेर गम होइन। अनि मैले चाहिँ सानो गिफ्ट दिएँ, उहाँको खुसी हेर्न सक्नुहुन्छ तपाईँहरूले। लगाइहाल्नुभयो, मन पर्यो, साह्रै मन पर्यो भन्नुहुँदै थियो। मैले चाहिँ अब त्यही दिन सकेँ। अब आफूले कमाएँ अलिअलि, धेरै होइन, आफूले अलिअलि कमाउने भएपछि केही न केही बर्थडेमा दिन मन लाग्दो रहेछ क्या। अनि जस्तो सकेँ मैले त्यस्तै दिएँ। त्यतिकैमा माल दाजु पनि आउनुभयो अनि माल दाजुले पनि केक खुवाइदिनु। उहाँ हेरेर केक खानको लागि टेबल भुइँमा राख्न भ्याएका छैनन्, मुख आँख भइसक्यो के। हेर्नु न यहाँ कस्तो छ, यहाँ केक खानको लागि मात्रै। के गर्नु, परदेशको ठाउँमा यस्तै हो, यस्तै गयो यसपालिको बर्थडे। सबैजनालाई बोलाउन पाइएन, कसैको ढिलो छुट्टी हुन्छ, कोही ड्युटीमै हुन्छन्, कोही गलेको हुन्छन् होइन। के गर्नु, सबैजनाको कसैको टाइम मिल्दैन, कसैको छुट्टी ढिलो हुन्छ, कसैको छिटो हुन्छ, टाइम मिल्दैन। सो कसैलाई बोलाउन पाइएन। यसपालि चाहिँ यस्तै भयो। अब अर्को साल चाहिँ राम्ररी मनाउँला घरमा भनेर सोचेको छु। सो के गर्नु, यस्तै हो परदेशी जिन्दगी। सो मैले यो सुरु गरेको थिएँ 8:30 बजेदेखि होइन। अहिले हस्बेन्ड आएर यो भिडियो खिच्दाखेरिको टाइम भनेको तपाईँको 11 बज्न आँटेको थियो। सो त्यति टाइमसम्म मैले कुरेर बसेँ होइन, एउटा सानो मुस्कानको लागि क्या। त्यो अनुहारमा त्यो मुस्कान हेर्नको लागि मैले यति यो सरप्राइज दिँदाखेरि मेरो बुढोको रिएक्सन के हुन्छ र उहाँको अनुहारमा मुस्कान कस्तो हुन्छ भनेर। सबैजनालाई धन्यवाद मेरो यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। थ्याङ्क यू फर वाचिङ माई भिडियोज। हेरि पनि दिनुभयो, अब लाइक कमेन्ट पनि गरिदिनु है।